हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। आजको भिडियोमा म तपाईँलाई भन्न गइरहेको छु रोमानिया कसरी आउने। नेपालदेखि होस् या दुबईदेखि अथवा जुनसुकै गल्फ कन्ट्रीबाट धेरै साथीहरू रोमानिया आउन चाहनुहुन्छ। सेन्जन भइसके लगत्तै धेरै साथीहरूको रोजाइमा परेको छ रोमानिया। एकदमै भिसा रेसियो पनि राम्रो भएको। धेरै साथीहरू रोमानिया आउन चाहनुहुन्छ, तर कसरी आउने त, म कसरी आएँ त। आजको भिडियोमा म तपाईँलाई भन्नेछु एकदमै सजिलो तरिका भन्नेछु रोमानिया आउनको लागि के गर्नु पर्यो त। रोमानिया आउनको लागि तपाईँले केही गर्नु पर्दैन। सर्वप्रथम त एउटा गतिलो मेन पावर खोज्नुहोस्। कसरी खोज्ने त, धेरै ठगीहरू भइरहेको छ। गतिलो मेन पावर खोज्नको लागि तपाईँको चिने जानेको कोही आफन्तहरू जुन मेन पावरबाट अलरेडी रोमानिया आइसक्नु भएको छ त्यस्तो ठाउँबाट यदि तपाईँले अप्लाई गर्नुहोस्। यदि तपाईँले त्यस्तो ठाउँबाट अप्लाई गर्नुभयो भने तपाईँ कहिले पनि ठगीमा पर्नुहुन्न। र अप्लाई गरिसकेपछि जति पनि तपाईँले पेमेन्ट गर्नुहुन्छ, अप्लाई गर्दाखेरि त सुरुमा पैसा दिनुपर्ने हुन्छ, त्यसै त कसैले अप्लाई गरिदिँदैन होला। जति पनि तपाईँले पेमेन्ट गर्नुहुन्छ सबैको भाउचर आफ्नो साथमा राख्नु होला, ताकि भोलिको दिनमा तपाईँको काम भएन भने त्यसले तपाईँलाई धेरै हेल्प गर्नेछ है त।